गाइस खाडा देवी पूजा भनिन्छ यस्तो गर्मीमा छाता मुनि बस्नु त्यो रगतले उ गरेर मिक्स गरेर लगाइदिँदो रहेछ कि भोलि अष्टमीको ब्लग पनि भेरी सुन आउनेछ। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। सो इट्स मी खुसी श्रेष्ठ अनि म आएको छु गाउँ घरमा। मलाई मात्र भने हामी चाहिँ आएको छ गाउँ घरमा अनि गाउँ घरको सिन के भन्नु अब भन्नु नभन्नु यति राम्रो छ है। मेरो चाहिँ मुखभरि के आयो सो म हजुरहरूलाई चाहिँ है यस्तो राम्रो सिन देखाउँछु। इट्स घर पछाडि आएर हेरेको हेर्नुहोस् सिनहरू जता गयो त्यतै राम्रो आउँछ है। तर कालो भयो कि क्या म आएर केही छैन। म चाहिँ भित्र आइसकेँ अनि यो घाममा न यताको न उताको भइरहेछ मेरो फेस। मैले भन्न खोजेको चाहिँ सो आज हो फुलपाती यानि कि सप्तमी। अब सप्तमी चाहिँ भन्छ कि भन्दा थाहा भएन जे होस् त्यही हो। अनि आज फुलपातीको दिन चाहिँ बोका पूजा गर्छ। हाम्रोमा चाहिँ बोका पूजा भन्नाले खाडा देवी पूजा भनिन्छ त्यो गरिन्छ। अनि त्यहाँबाट के अरे के भन्छ भाइ खाडा देवी पूजा गर्छ अनि त्यो हरेक फुलपातीको दिन गरिन्छ। हाम्रोमा चाहिँ अरूकोमा चाहिँ के गर्छ थाहा भएन। हाम्रोमा चाहिँ त्यो खुसियालीले मेरै नाम छ फेरि खुसियालीले दिएको भनिन्छ। अनि बलिदान हाम्रोमा चाहिँ खाडा देवी भनेको एकदमै ठुलो नै एकदम स्ट्रङ्गेस्ट भगवान एभर। मन्दिर पनि छ यहाँ माथि होइन, यहाँ माथि यतापट्टि छैन। यहाँ माथि मतलब हाम्रो घरमा धेरै टाढा छ तर इट्स भेरी फार अवे। गाडीमा जाँदाखेरि नि 1 घन्टा जति चाहिँ लाग्छ मिनिमम नि। कस्तो भएको देखेको चाहिँ केही छैन क्लियर त्यही हो। सो आज हामी दिउँसभरिमा यति ढिला भएको छ आज होइन, यति ढिला भएको छ यो पूजा गर्नलाई। सो आज हामी गएर अब पूजा गर्छौँ। पूजाको भ्लगमा सबै हाल्छु अनि आउँदो अष्टमी नवमी दशमी म 3टै भ्लग हाल्छु। ल टाइम भइसकेको छ बोका पर्छ भने ल बोका छौ अब जाने बेला भयो। मान्छे कि यसको नि त्यस्तै छ। मैले सिन्दुर झ्राप्प लाउनु पानी बसाउनु पर्छ है। सिन्दुर लाउनु सिधा काट्नु हुँदैन चल्नु त भइहाल्छ। कालो निस्के यता जाने चिन चाहिँ देखे निमाटी छ ड्याडले त्यसलाई छि भएको हेर्नु नि सबै त्यसो बनाएर क्या त्यसलाई बनाएर के गर्न बोका त्यस्तो गर्छस् त्यसको बनाएको त्यस्तो लगाएर धुवा बनाएर क्या धुवा गनाएर क्या धुवा आएको रक्सीहरू हाल्नु नैवेद ल्याएको छैन ऊ लिएन यो त त्यसले पकाउँछ सधैँभरि खाउँ यो लडला कस्तो कोल्ट्याएर समाज यहाँ आधी घाँचेर 15 यहाँ चाहिँ देखाउनु तेलबाट बनाएको पङको राजु अङ्कल आफैको पूजा गरिरहेछ के यो कस्तो हल्लेको मेरोबाट हाल्दैन के भयो यहाँ बोका खुसियाली खुसियाली यस्तो
भन्नु पर्ला देवीलाई त मैले एकदम सबै बाब भयो है जाउँ भन न है लेट्स गो हाँस न यता हेर हामी यता हेरेर भन न लेट्स यता हेर न बोकानी क्या खतरा हाँस? भाइ ओइ हाँस। हेर्दा भन्थ्यो के जय नेपाल ल जाम 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 यो धन्ना भन्थे थियो त यो त घन्टी ल्याएर सबैलाई नगेर खाइने एक्समा बनाऊ है अलिक ठुलो देख्छ कहाँ जाने हो कता तल हिँड्नु तल बाबा हेरेर हिँड्नु है बाटो हेर्नु है अप्ठ्यारो रहेछ है यो अप्ठ्यारै हो नि उया 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 के त भाइ यता अब यता मैले अगाडिबाट खिच्छु जानु पर्यो होइन पाक्छ त्यसलाई मकैले भित्रमा यता हो यता त्यही बुबाले त खाइदिएको नि मकै पो खाएले उता राख अब लादी आउँछ है खै झन्नाले कान दियो बाबालाई के अरे बाला दियो हामी अगाडि जान मिल्दैन भिडियो खिच्न तँलाई के गर्नु बाबु जान्छस् भन्छ फेरि होइन गइछु पियाली हो भन्छ मलाई कति टेन्सन भाइ यता आउनु त्यही त हो अनि खाँदा हो मासु के खान्छ हेर्ने मान्छेले भने भयो अहिले मकै खाइदियो भ्या लादी आउँछ म ल्याउनु नि त म तयारी गराउँछु बोकालबाट अलि जाने नि बाबु घन्टी बजाउनु पर्यो त्यो ऊ बजाउनु भन्दा हो भन्नेवाला कान्छ सिटी बजाउनु भन्दा अब हेर यता हेर त यता हेर न यता हेर हाँस लादी अब गुरु पनि जाने छिटो आउने ढिलो भइसक्यो कति धेरै छ हौ डाँडा त आम्मामामा। नमजा लामा के भन्नु छ तपाईँको प्यारो बोकाको लागि प्यारो बोकालाईले मैले एकदम र भुरा केटकेटी सबै आएको हुनाले कान्छी छोरी आएको हुनाले मैले हर्क बढाइले राम्रो खुसीले दिएको छु हर्कै बोका दिएको छु परमेश्वर बोका फेरि मलाई किल्चेर केही छैन अब तिमी कहाँ आएको अब तिमी कहाँ आएको होइन के अरे भने न कहाँ आएको तिमी हामी टिका लाउनु बोकाले हेर त त्यस्तो उल्टो घुमाउनु हुँदैन छिटो छिटो देखाउनु भयो तँलाई देखाउने अब यसको आङमाडो हुन्छ कि उयो काट्ने यहाँ राख्ने यहाँ हिमा राख ए सबै ठाउँ हेरेँ भयो नि देउतालाई बजाउने बुबा सुन्छ यो झिउमा परेछ के अरे झिउ हालेको दुनामा हल्ला भन्दाखेरि यो उमा झिउमा परेको यो सुल्टो बजा त्यही त परमेश्वर हाम्रो उसमा गराइदिएछ कालै हुन्छ जस्तो त आज त म त डढेर खोइ यो कहाँ राख्ने यसमा ल
पुगेला पुगेन ल सत्तरा पुग घन्टी चाहिँ भुइँमा राख्नु न कस्तो ठिक हो बुबालाई दिइसक्यो अन्त है ल थप म घन्टाको फर्सी यो क्लिक गर्दा यतापट्टि यो सेतो व्हाइट यसरी भाइ यहाँ हाल्यो त त्यसलाई अबि त्यहाँ त कुकुर रहेछ कुकुर छ है कुकुर यता आऊ त यहाँ बस यहाँ नानीको सिक्कामा यस्तो गर्मीमा छाता मुनि बस्नु त्यो हाल्दाखेरि टेन्सन भयो वर्षा बोका दिउँ न एकछिन लिइसकेको छ 5 बजे कुकुर अगाडि आइ कुकुर हाल ल्याउनु न यहाँ ल्याउनु न होइन यसलाई पनि गर सबभन्दा बढी दक्षिणा भयो लगाइदेऊ न आउनु भयो खाइकन बसेपछि यहाँ मैले त उतापट्टि जान्छ भिडियो सुरु भइसक्यो ल मम्मी अलि उता टाँसिन् न कान्छी दिदीसँग ल म चाहिँ एकदम ठ्याक्क लगाइदिनु न आमा नभाँचेदेखि त ठिक छ कति माते खाएको रुखको त पन्ने नि होला जाउँ है हाम्रो उयो गरेर वात्तारै खाएको झ्याइ झ्याइ फेरि खाएको आमा नि बोल्नुहुन्थ्यो यस्तो बात त खोइ बोले परमेश्वर भनेर नि यस्तो गरेको थियो मलाई भावना गरेर त त्यो पागल पागल यहाँ त आइज पूजा गर्ने आउनुपर्छ हो परमेश्वर खोइचाली बस्छ आबै बाबुलु आउस्तो पोल्नु बाँदर हेर्ने हो यसको पसिना आएको त्यसै हिसाबले हालेको चढाउनु मेरो हात लेफ्टै गरेर गयो ल यस्तो कामेर बाबु घन्टा यहाँ ल्याउ न यो त कसरी भनेको गाँठै पालो नै आउँदैन अरे यहाँ बसेर गर न पाला आइहाल्छ मर्ने एक घन्टा लाग्छ लाइन लाइन मजाको पछाडि बस्छ नि हामीभन्दा अगाडि ओ ल ल ल पूजा गर खै पूजा गर नमस्ते गर नि हात छोड्दे यहाँ अच्छा त ओ नमस्ते गर मात्रै गर देवी माइलाई हालौँ हालौँ कता गर्छ यहाँ पूजा गर न जमरा पनि गाइस अब सबै सकिसक्यो आई मिन के अरे पूजा सकिसक्यो हाम्रो अनि त्यहाँबाट बोका पनि काटिसक्यो तर मैले त्यो भिडियो चाहिँ हालिनँ किनभने इट्स भेरी काइन्ड स्केरी है अनि त्यहाँबाट म आफैले लाइभ आँखाले देख्दा नै हो फर्स्ट टाइम होला मलाई बोका काटेर देखेर यति नरमाइलो प्लस डर लाग्यो जस्तो फिल भएको कस्तो अर्कै हुन्छ नि अब त्यो चाहिँ म वर्डमा एक्सप्लेन गर्न सक्दिनँ अनि अब चाहिँ त्यही नि त्यो मासु काटेमा त हेरेन भइगयो नि त्यही हो अब यसपछिको भिडियो म कन्टिन्यू गर्दै जान्छु अनि रातितिर भेटौँला गाइज सबै कुरा भइसकेको छ अनि यो रातो टिका कन्भर्ट भयो किनभने त्यो उसलाई क्या कि त कस्तो डन माई प्लेस अनि के भन्दा थिएँ यो रातो टिका कसरी भएको भने त्यो के अरे बोकाको त्यो रगतले उ गरेर मिक्स गरेर लगाइदिँदो रहेछ कि त्यही गरेको अनि सबै काम सकिसकेको छ यहाँ चाहिँ मासु सासु सबै नै है त गाइस
के भन्नु होला रात परिसकेको छ अनि त्यहाँबाट हामीले खाना उठ्ने खाइसक्यो त्यो भिडियो चाहिँ बनाउनै पाइनँ के माथि थिएँ म बारदलीमा अनि त्यहाँबाट त्यो के काम गर्दा नै दिन बित्यो यसरी भयो हाम्रो फुलपाती अनि हाम्रो भाषा दिदी भेलाजहरू पनि अल्सो डेनियल भाइ आऊ त हाई भन मेरो ब्लग माइसेल्फ भन्न डेनियल सिस्टर My name is Dennis. बाबु अमेन तिम्रो नाम के हो म भन्दैन यसलाई हे अगाडिको फ्रन्ट क्यामेरा कस्तो देख्यो ल हालेर खा ल बाउला आमाले चाहिँ मासु हालेर खान्छु मम्मीलाई भेट्नु जाँदैछु कस्तो महसुस भइरहेछ फेरि भन्नुहोस् कस्तो महसुस भइरहेछ एकदम खुसी राम्रो खाऊ है मेरकल अङ्कलको पसललाई लिएर आउनु पर्यो नि त्योभन्दा पर्दैन झन्डै बाइक पयाएर पुग्या कस्तो महसुस भइरहेछ मान्छे आएर के महसुस हुन्छ त्यत्रो बालेर हरा देखिनुहोस् पैसा दिन्छ भने म खुसी हुन्छु त्यो 100 रुपियाँ नपुगेको पैसाले चाहिँ कति आउँछ ब्रासलेट यहाँ त भन्ने बिर्सेको खान्छु अनि कहाँ दिउँसभरिको भ्लगमा तर बाबा भने त पछि आएर खाऊ भन्दा त अनि ल भोलि चाहिँ के हो भोलि के हो भोलि अष्टमीको नि भ्लग आउँछ हाम्रो ल बाई बाई भन्नु न बाई बाई भन्नु न भोलि आउँछु भन्नु न के बाई बाई म भोलि आउँछु भन्नु न भोलि आउँछु बाई 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 बाई